सेभन्नी सेवार हो सबैजनालाई है। मेरो बुढाले चाहिँ यहाँ टिनको चुल्हा बनाउनु हुँदैछ। अन्तखेरि पहिला चाहिँ यहाँ नापजोख गर्नु हुँदैछ मेरो बुढाले होइन। त्यहाँदेखि यो नापजोख गरेर पुरा यसको पनि उयो रहेछ नि त। त्यो नापजोख गरेर चाहिँ काट्नु हुँदैछ टिन है। अब त्यो टिन काटेर चाहिँ त्यसको चुल्हाको नक्सा निकाल्नु पऱ्यो नि त। त्यो अठाउनेहरू त्यो उयोहरू गर्नेहरू चाहिँ अब उहाँले नै अब बुढाले नै जान्दैछ होइन। मलाई त थाहा छैन, मैले त भिडियो बनाउँदैछु है। अन्तखेरि टिन काट्नु सुरु भयो मेरो बुढाले है, नापजोख गरेर पनि। अन्तखेरि नापजोख गरेर पनि टिन काट्नु सुरु भयो मेरो बुढाले। अब चाहिँ यसलाई कसो पर्छ भनेदेखिलाई म हजुरहरूलाई म देखाउने छु बिस्तारी बिस्तारी गरेर है। अहिले चाहिँ बिस्तारी छुरीले काट्नु हुँदैछ नि त। अन्तखेरि अब यो काटिसकेपछि चाहिँ कतानिर के गर्नुहुन्छ त्यो सबै चुल्हाको मुखको चाहिँ नक्सा निकाल्नु हुँदैछ है मेरो बुढाले। अन्तखेरि चुल्हाको मुखको नक्सा निस्किसकेपछि चाहिँ अब कस्तो के गर्नुहुन्छ है म हजुरहरूलाई म देखाउने छु। अन्तखेरि यस्तो यसलाई चाहिँ गरिब ग्यास भन्थ्यौँ हामीले त है। अन्त यसमा चाहिँ दाउरा पनि कम्ती लाग्छ हो। अन्त धुवा पनि कम्ती जान्छ, भाँडा पनि कम्ती कालो हुन्छ। अनि त्यही कारणले गर्दा फेरि आगोहरू ताप्नु पनि अब मजा आउँछ नि त यसमा चाहिँ। अन्तखेरि एकदमै सारी सारी जहाँ राखेर पकाउँछु भन्दा पनि भयो हो। अन्त यसलाई चाहिँ सार्दै जहाँनिर आफूलाई इच्छा लाग्छ त्यहाँ सारेर बनाउँदा पनि त भयो होइन। अन्त त्यो भएर चाहिँ मैले चाहिँ लु न है के भन्छ टिनको चुल्हा बनाउँ न बुढा भनेर चाहिँ बनाउनु हुँदैछ। अन्त अब यो चाहिँ मुखको भाग चाहिँ काट्नु हुँदैछ। अन्त मुखको भाग काटिसकेपछि चाहिँ अब त्यहाँदेखि चाहिँ बिस्तारी बिस्तारी गरेर चुल्हाको नक्सा निस्किन्छ होइन। हजुरहरूलाई म देखाउने छु। बिस्तारी गरेर चाहिँ चुल्हाको मुख काट्नु हुँदैछ मेरो बुढाले। अन्तखेरि मैले चाहिँ छेउमा बसेर भिडियो बनाउँदैछु मेरो बुढाले चुल्हा बनाएको होइन। अन्त हजुरहरूलाई पनि देखाउँछु भनेर चाहिँ मैले भिडियो गरेर मैले बुढासँग बात गर्दै यो के गरेको यो कसो गरेको भन्दै बुढालाई सोधखोज गर्दै म बात मार्दै भिडियो बनाउँदैछु हजुरहरूलाई म देखाउने छु। अब चाहिँ मेरो बुढाले यो मिसिनले चाहिँ के भन्छ यो मिसिनले चाहिँ अब टिन काट्नु आँटेको छ होइन। अब राम्रोसँगले हेरिदिनुहोस् होला हजुरहरू। यो टिन काटेर चाहिँ चुल्हाको चाहिँ एकदमै नक्सा राम्रो आउने भयो होइन। हजुरहरूलाई म सबै देखाउने छु। अन्तखेरि अब यो टिन काट्दै गएपछि चाहिँ यसको चाहिँ नक्सा कस्तो निस्किन्छ चुल्हाको भनेर चाहिँ हजुरहरूलाई म देखाउने पनि छु होइन। अन्त मिसिन पनि चाहिन्छ नि त यसमा। अब मिसिन छैन भनेदेखिलाई त अब हुनु त उहिले पहिला त मिसिन बिनै भए पनि बनाउनु हुन्थ्यो है। ऊ काटिसक्यो, काटिसकेपछि चाहिँ अब त्यो काटेको टिनलाई पनि खेरो जाँदैन, काटेको टिन पनि फ्याँक्नु पर्दैन। मेरो बुढाले चाहिँ आँखामा यो रडको झिल्का टिनको झिल्का पस्छ भनेर चाहिँ यो छिर्का पस्छ भनेर चाहिँ डरले चाहिँ चस्मा लगाएर चाहिँ त्यसको एकदम सोच विचार गरेर चाहिँ त्यो टिनलाई काट्नु सुरु गर्नुभयो होइन। अन्त पहिला त हुनु त अब बटालीहरूले काटेर बनाउनु हुन्थ्यो है। तर अहिले चाहिँ अब मिसिनहरू निस्किएको छ त्यही कारणले गर्दा धेरै सुविस्ता हुन्छ। यो चाहिँ कहाँ लाउँछ भन्दाखेरि चाहिँ यो चाहिँ कहाँनिर लाउँछ भन्दाखेरि चाहिँ यहाँनिर लाउँदो रहेछ हेर्नुहोस् साथीहरू है। अब धेरै नै चुल्हाको रूप रङ देख्नु थालिसक्यो। चुल्हा अब यो चाहिँ चुल्हा हो भनेर टाढैबाट अब चिन्नु सकिने भइसक्यो साथीहरू है। हजुरहरूकोमा पनि यस्तो खाली टिन छ भनेदेखिलाई चाहिँ राम्रोसँगले यसरी चुल्हा बनाएर चाहिँ राख्ने गर्नुहोस् है। ग्यासलाई पनि जिताउँछ यसले त होइन। अब मान्छेले चाहिँ उहिले त अब हामी उयो गर्दाखेरि त गरिब ग्यास भनेर भन्थ्यो, ग्यासलाई पनि जिताउँछ तर यसले चाहिँ। यसलाई जहाँ राखेर पकाउँछु भन्दा पनि भयो। यसले भाँडा पनि कालो हुँदैन त्यति साह्रो, एकदम राम्रोसँगले बनिन्छ है यसको चाहिँ चुल्हाहरू साथीहरू। यो टिनको चाहिँ एउटा केही पनि खेरो जाँदैन हो। जति पनि यहाँनिर काटकुट गरेको छ नि त्योहरू सबै काम लाग्छ, सबै काम लाग्छ। कुनै यत्रो टुक्राधरि पनि जाँदैन हो। तपाईँहरूकोतिर पनि टिन छ भनेदेखिलाई चाहिँ यसरी नै बनाउनुहोस् किनभनेदेखिलाई धेरै सुविस्ता हुन्छ। फेरि पनि नापजोख गर्नु हुँदैछ बुढाले किनभनेदेखिलाई चाहिँ अब त्यो लामो काटेकोलाई चाहिँ अब भित्र खाँच्नु पर्ने होला नि त। अन्त त्यो त अलिकति मलाई पनि आइडिया छ होइन। अन्त मिस्त्रीको बुढी हो अब बुढीलाई पनि धेरै नै अब आइडिया हुन्छ है। अन्तखेरि अब साथीहरू राम्रोसँगले हेर्नुहोस्। अन्त
अब मेरो बुढाले चाहिँ चुलाको एकदमै राम्रो सिँगार पटार गर्नुहुँदैछ है। राम्रोसँगले अब त्यसको बनावट चाहिँ अब राम्रोसँगले गर्नुहुँदैछ मेरो बुढाले होइन। त म चाहिँ बसेर भिडियो बनाउँदै नै बसिरहेको छु, हेर्दै नै हजुरहरूलाई पनि देखाउँ भनेर चाहिँ मैले भिडियो बनाउँदैछु। अन्तखेरि मलाई चाहिँ यस्तो गरिब ग्यास भन्ने पुरा मनपर्छ नि त। अन्त यसरी काटेर चाहिँ तपाईँको कहाँनिर हाल्दो रहेछ, के गर्दो रहेछ यो चाहिँ भनेर चाहिँ नसोच्नुहोस् होला, किनभनेलाई यसलाई चाहिँ कसो गर्छ के गर्छ म सबै देखाउने छु हजुरहरूलाई। यसरी चाहिँ खाँदो रहेछ त्यो ऐको लामो आएको टिनलाई चाहिँ होइन, त्यो काटेको टिनलाई। त्यहाँदेखि चाहिँ फेरि पनि नापजोख गर्दैछ अर्कोपट्टिको लागि होइन। त्यहाँदेखि त्यो गरेर अब काटकुट गरेर पनि चुलाको नक्सा निस्कियो होइन। अन्त म चाहिँ साह्रो उयो भयो भनेर चाहिँ बसी साह्रो भिडियो साह्रो राम्रो आएन कि क्या हो भनेर चाहिँ मैले उभिएर मैले भिडियो बनाउँदैछु। मेरो बुढाले चुला बनाउनु भएको होइन। अन्त त्यहाँदेखि चाहिँ अब मेरो बुढाले चाहिँ यो उयसको चाहिँ चुलाको चाहिँ एकदमै नक्सा, यो चाहिँ चुला हो भनेर चाहिँ टाढोबाट चिन्ने खालको चाहिँ बनाइसक्नु आँट्नुभयो होइन मेरो बुढाले। अन्तखेरि कस्तो आइडिया लगाएर चुला बनाउनु हुँदैछ मेरो बुढाले। साथीहरू हजुरहरूकोतिर पनि यस्तो रित्तो टिनहरू छ भने नफ्याँक्नुहोस् होला, किनभनेदेखिलाई धेरै काम दिनेछ है। अन्तखेरि यसमा चाहिँ बेसी धुवा पनि जाँदैन। यसमा चाहिँ फेरि ग्यासमा जस्तै छिटो पाक्छ, दाउरा पनि कम्ती लाग्छ, भाँडा पनि कालो हुँदैन त्यति साह्रो होइन। अन्त यहाँ कुखुराहरू पनि रललल आएर हेर्नुहोस् न आँगनभरि हगिदिन्छ है। आएर चाहिँ अन्त त्यहाँदेखि फेरि मेरो बुढाले मसिनो रड चाहिँ काट्नु हुँदैछ है। त्यो रड चाहिँ कहाँ लाउँछ भनेदेखिलाई यो टिनको चाहिँ भित्र लाउँदो रहेछ होइन। यसको पनि धेरै नापजोख हुँदो रहेछ, त्यसै बित्थामा ठोकेर मात्रै हुँदैन रहेछ है। अन्त त्यो रडलाई छिराउनुको लागि चाहिँ काँटी ठोक्नु हुँदैछ, घर बनाउनु हुँदैछ। अन्तखेरि हामीले अब जस्तोसुकै यो चुला भनेर मात्रै पनि हुँदैन, यसको पनि धेरै झमेला छ साथीहरू। अन्तखेरि मजाले काँटीले चाहिँ त्यो रड पस्ने घर चाहिँ बनाउनु हुँदैछ है। अन्त मलाई त हेर्दा अब कस्तो लाग्यो भनेपछि बिचरा मेरो बुढालाई कति चाहिँ अब झिझट लाग्दो काम होला यो चाहिँ है। अन्त साह्रै छ अब गरिब ग्यास भनेर पनि हुँदैन, चुला भनेर पनि हुँदैन। अब यो चुला बनाउनु पनि धेरै उयो नै पर्छ है। अन्तखेरि मेरो बुढाले चाहिँ त्यो टिनमा चाहिँ रड हाल्दैछ भित्र होइन। त्यो टिनभित्र चाहिँ दुईवटा रड हालेर चाहिँ अब कसो गर्दो रहेछ भनेर भन्दाखेरि चाहिँ म हजुरहरूलाई म देखाउने छु। राम्रोसँगले हेरिदिनुहोस् तपाईँहरूले पनि, यो एकदम काम आउने कुरो हो। तपाईँहरूले पनि अब खेरो फ्याँक्नुभन्दा चाहिँ यसरी बनाएर तपाईँहरूले पानीहरू तताउनुदेखिको लिएर अब हरेक कुरोमा काम आउँछ है। अन्त फेरि यसलाई यति मात्रै गरेर हुँदैन रहेछ नि त। अन्त फेरि काँटीले चाहिँ दुलो बनाउनु पर्दो रहेछ टिनको यस्तो भित्तामा चाहिँ होइन। दुलो छेड बनाउनु पर्दो रहेछ, किनभने बाहिरको हावा पनि अब भित्र पस्नुपर्छ होला नि त। अन्त त्यस्तो भएन भने चाहिँ अब भित्र पड्केर जान्छ होला। अन्त यो केराको दाम्चा लगाएर चाहिँ जहाँनिर चुलाको त्यो उयो बनिन्छ नि, त्यो चाहिँ केराको दाम्चा लगाएर चाहिँ बनाउनु हुँदो रहेछ होइन। अन्त यो भित्र चाहिँ यसरी बुनेको छ रडले साथीहरू हो। अन्तखेरि रडले यसरी बुनेको छ, हजुरहरूलाई म देखाउने छु। फाइनली मेरो चुला चाहिँ बनियो, कम्प्लिट भयो। हजुरहरूलाई कस्तो लाग्यो के लाग्यो होइन कमेन्टमा भनिदिनुहोस् होला। बाई बाई।